जान पर्यो भनेर अनि पछाडि पछाडि पतिलाई बोकामा लुगाहरू बोकाएर आफू अघि अघि भएर गोदाभरि नाम गरेका नदीका कियामा गइन्। त्यहाँ जाँदा उनले एउटा यस्तो दृश्य देखिन्। वरिपरि त्यो दाइले त्यहाँ तर्पण दिँदै गरे हुन्छ। यो बेलामा उन्न भगवत वासुदेवले तर्पण दिनु भाइहरूले फेरि यही दुनाको जल मार्छन्। त्यहाँको जल चोक्दै एउटा पुष्टे त्यहाँ तर्पण दिनु सोमनको भगवत वासुदेव तर्पण गर्नु भाउजूले त्यही जल शिरमा लाउनु होला है। र उनी के हो भन्दाखेरिमा अनि गोदावरी नामका नदीका किनारमा आफ्नो पतिलाई साथमा लिएर गइन्। र साथमा लिएर गइसकेपछि शिरलाई काखमा राखेर हातैव आज तपाईँले मलाई यो बालक अवस्थामा छोडेर कहाँ जानु हो? हजुर जहाँ जानु हो मलाई पनि लिएर जानुहोस्। आज के गति देख्नु पर्यो। आज यो 16 वर्षको लाउलाउ खाउ खाउ